डाक्टर साहब नमस्ते। ओइ कस्तो डाक्टर हो यो, बोल्दै बोल्दैन त। कान कम सुन्छ होला के। आइज एकैचोटि ठुलो स्वरमा भनौँ। डाक्टर साहब नमस्ते। दिमाग छैन तपाईहरुको? मान्छेको सट्ट उड्ने गरी कराउने। अनि हामीले बोलाउँदा किन नबोल्नु भएको त? म डाक्टर हो र बोल्नु। डाक्टर भएको भए बोलिहाल्थ्यो नि। तपाईँ डाक्टर होइन? अनि को हो त तपाईँ? म यो हस्पिटलको कम्पाउन्डर। कन्डक्टर? हस्पिटलमा कन्डक्टर? कन्डक्टर त गाडीमा हुन्छ होइन र? ए अनपढ मान्छे, कन्डक्टर होइन के, कम्पाउन्डर कम्पाउन्डर। के हो फेरि यो कम्पाउन्डर कम्पाउन्डर भनेको चाहिँ? दुईचोटि होइन एकचोटि कम्पाउन्डर। ल अघि आफैले दुईचोटि कम्पाउन्डर कम्पाउन्डर भनिरहेको थियो, अहिले फेरि एकचोटि कम्पाउन्डर रे। तपाईँ पहिला फिक्स गर्नुहोस् त, तपाईँ दुईचोटि कम्पाउन्डर हो कि एकचोटि कम्पाउन्डर हो? के भइरहेछ यहाँ? के को हल्ला हो यो? तपाईको हस्पिटललाई पागलखाना भनिरहेछ यसले। होइन डाक्टर साहब होइन, मैले त्यस्तो केही भनेको छैन। यसले चाहिँ तपाईँलाई पागल भनिरहेको थियो। के रे? जे पाइ त्यो दोष लाउँछस्? मैले उहाँलाई कतिखेर पागल भने? कतिखेर भने मैले? पहिला घाँटी छोड अनि भन्छु। तेरो घाँटी त म छोड्दै छोड्दिन। पहिला सरी भन अनि मात्रै छोड्छु। सरी डाक्टर साहब, माफ गरिदिनुहोस् मलाई। डाक्टरलाई होइन मलाई भन, मलाई। इ तँलाई त म मरि गए भन्दिन, बरु एक्सलाई सरी भन्छु, तँलाई भन्दिन। डाक्टर साहब यसलाई सरी भन्न लाउनु है, नत्र मर्छ मेरो हातबाट यो। नाइ नाइ हुन्न हुन्न, यो मर्ने र मार्ने काम चाहिँ नगरौँ है। हस्पिटल त मान्छे बचाउने ठाउँ पो हो त, मान्छे मार्ने ठाउँ हो र? तपाईँ जे सुकै भन्नुहोस् डाक्टर साहब, तर जबसम्म यसले माफी माग्दैन तबसम्म म यसलाई छोड्दै छोड्दिन। तपाईँ पनि के जिद गरिरहनु भा? माफी माग्दिनुहोस् न त उहाँलाई। हुँदैन डाक्टर साहब, म आफ्नो आत्मसम्मानलाई कुल्चेर यसलाई माफी माग्दिन। देख्नु भयो त डाक्टर साहब कस्तो जिद्दी छ यो? जिद्दी त तपाईँ पनि हुनुहुन्छ नि, यति सानो कुरामा घाँटी नाक्नु पर्छ? छोड्नुहोस् उहाँको घाँटी। म त छोड्दिन, जे सुकै होस्। तपाईँको टुप्पीको कसम म छोड्दै। एक सेकेन्ड, डाक्टर साहबको टुप्पी छ? खोइ हेरौँ त। अब हो त रहेछ, मैले त नोटिसै नगरेको। डाक्टर साहब त ताक्लु पो हुनुहुँदो रहेछ।